छैन देशमा अनि के यता आउनु न ल हल्का बोलेर आउनुहुन्छ मान्यज्यू ल आज खासै भयो बहिष्कार गर्नु भयो यहाँ नगर्नु न त्यो प्रधानमन्त्रीज्यू यस्तो छ प्रधानमन्त्री कहिले पनि नआउने होइन प्रधानमन्त्रीले टेबल गर्नुपर्ने कुराहरूलाई म पठाएको कारणले गर्दाखेरि अब हाम्रो केही प्रश्नहरू पनि छन् होइन देशमा प्रधानमन्त्री नै नभएको जस्तो देखियो त्यसले गर्दाखेरि हामी चाहिँ बहिष्कार किन नआउनु भयो होला जस्तो लाग्यो तपाईलाई थुप्रै कुराहरू छन् यहाँ अब के अरे सत्तारूढ दलले आफ्नो मुनाखुसी चलाइरहेछ होइन ठेली किताब आज दिने भोलि पढेर लिए होइन भन्ने हिसाबले अब समयहरू हुन्छ नि त नित्यता कार्यक्रम पनि त्यस समय पनि हामीले दिएको छैन बजेट पनि खुसी गरिरहेछ त्यसले गर्दाखेरि यो चाहिँ भएन जस्तो बाहिर बहिष्कार तपाईहरुको मात्र हो कि अरूको नि भन्ने छ के अरूको नि हो कि बहिष्कार तपाईहरुको मात्र हो भनेको संस्कृतिको मात्र हो निस्किसकेका छौँ अरू पनि कराउँदैछन् निस्किन्छ अरू पनि गराइरहनु भएको छ भनेको अब कराउने मात्र काम हुन्छ कि यो त निर्णायक हस्तक्षेप हुन्छ तपाईहरुले पब्लिकले मूल्याङ्कन गर्छ होइन पब्लिकको देश हो यो हामी त अरबठो मान्ने मान्छे मात्रै हो हजुर प्रतिपक्ष हामीलाई हेप्न कसैले पनि सक्दैन एउटा कुरा यो चाहिँ याद गर्नु है तपाईहरुको यो चाहिँ याद गर्नु हामीलाई चाहिँ हेप्न चाहिँ हेप्न सक्दैन हेर्ने कोसिस चाहिँ गर्ने भन्ने कुरा छ एडमिशन ओपन जुम ब्यूटी एकेडमी नेपालकै नम्बर 1 22 वर्षको अनुभवको साथमा 100% जब ग्यारेन्टी लाली गुलास.com